क्वेशन नम्बर 1 विश्वमा सबैभन्दा बढी मकै उत्पादन गर्ने देश कुन हो? यसको सही उत्तर हुन्छ अप्सन बी अमेरिका। विश्वमा सबैभन्दा बढी मकै उत्पादन गर्ने देश हो। क्वेशन नम्बर 2 नेपालमा मात्र पाइने माछा कुन हो? यसको सही उत्तर हुन्छ अप्सन डी सहर माछा। क्वेशन नम्बर 3 नेपालमा यार्सा गुम्बाका लागि प्रख्यात जिल्ला कुन हो? यसको सही उत्तर हुन्छ अप्सन डी डोल्पा जिल्ला। क्वेशन नम्बर 4 बाँदरको औसत आयु कति वर्षको हुन्छ? यसको सही उत्तर हुन्छ अप्सन बी बाँदरको आयु लगभग 25 वर्षको हुने गर्छ। क्वेशन नम्बर 5 नेपालको भारत जस्तो नक्सा भएको जिल्ला कुन हो? यसको सही उत्तर हुन्छ अप्सन डी सङ्खुवासभा जिल्ला। क्वेशन नम्बर 6 रावणको तरवारलाई के भनिन्थ्यो? यसको सही उत्तर हुन्छ अप्सन डी चन्द्रहाँस भनिन्थ्यो। क्वेशन नम्बर 7 घडीको आविष्कार कसले गरेका थिए? यसको सही उत्तर हुन्छ अप्सन डी घडीको आविष्कार एएल ब्रिगेडले गरेका थिए। क्वेशन नम्बर 8 बिरालोले के खाँदा तुरुन्त मर्न सक्छ? यसको सही उत्तर हुन्छ अप्सन बी प्याज खाँदा बिरालो मर्न सक्छ। क्वेशन नम्बर 9 पैसादेखि लाग्ने डरलाई के भनिन्छ? यसको सही उत्तर हुन्छ अप्सन सी पैसादेखि लाग्ने डरलाई क्रोमेटोफोबिया भनिन्छ। क्वेशन नम्बर 10 चीन र भारत दुवै देशलाई छुने जिल्ला कुन कुन हुन्? यसको सही उत्तर हुन्छ अप्सन डी चीन र भारत दुवैलाई छुने जिल्ला ताप्लेजुङ र दार्चुला हुन्। क्वेशन नम्बर 11 तलका मध्य आर्मी नै नभएको देश कुन हो? यसको सही उत्तर हुन्छ अप्सन डी आइसल्यान्ड। क्वेशन नम्बर 12 नेपालमा सबैभन्दा धेरै एयरपोर्ट भएको जिल्ला कुन हो? यसको सही उत्तर हुन्छ अप्सन सी सोलुखुम्बु जिल्लामा सबैभन्दा धेरै एयरपोर्ट छन्। क्वेशन नम्बर 13 12 वर्षमा एकपटक मात्र फुल्ने फुल कुन हो? यसको सही उत्तर हुन्छ अप्सन सी नीलाकुरुञ्जी फुल 12 वर्षमा एकचोटि फुल्ने गर्दछ। क्वेशन नम्बर 14 विश्वमा सबैभन्दा बढी केरा उत्पादन गर्ने देश कुन हो? यसको सही उत्तर हुन्छ अप्सन ए विश्वमा सबैभन्दा बढी केरा फलाउने देश भारत हो। क्वेशन नम्बर 15 विश्वमा सबैभन्दा बढी साइकल चल्ने देश कुन हो? यसको सही उत्तर हुन्छ अप्सन बी विश्वमा सबैभन्दा बढी साइकल चल्ने देश चीन हो। क्वेशन नम्बर 16 नेपालमा सबैभन्दा बढी गाउँपालिका भएको जिल्ला कुन हो? अप्सन ए रौतहट, अप्सन बी धादिङ, अप्सन सी सर्लाही, अप्सन डी चितवन। साथीहरू यसको सही उत्तर आउँछ भने कमेन्ट गर्नुहोला। थ्याङ्क यू फर वाचिङ। जय नेपाल। फेरि भेटौँला।